हेलो साथीहरू, दर्शन नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। आज चाहिँ नयाँ भ्लगको साथ उपस्थित भएको छु र हामी आज छुट्टीको दिन भएकोले नुहाइरहेको है। नुहाइरहेको कफी खाँदैछु साथीहरू। कफी यो रिएक्सन ब्ल्याक कफी बनाउँछु अनि देखाउँछु हजुरहरूलाई कस्तो हुन्छ। र ब्ल्याक कफीमा चाहिँ मैले हालिसकेको यसमा पुरा के भन्छ तातो पानी तताउनु चिन्छ त होइन, फिल्टर छान्छ। चिसो पानी तातो पानी र साथीहरू यो चिसो पानी र तातो पानी कफी खाँदैछु अहिले। कति पुग्छ थाहा भएन। सो बिहान शरीर फ्रेस होइन, ब्ल्याक कफी मेरो रुटिन छ भनौँ न। ब्ल्याक कफी कफी खान्छु, कफी खाएपछि अनि यता होटल जानुपर्छ खाना ल्याउन। र साथीहरू अहिले म खाना ल्याउन होटलतिर गइरहेको, बाहिरतिर चाहिँ घाम गरिरहेको रहेछ। होटल जाँदैछु, यहाँ नजिकै छ मेरो होटल पनि, फेरि धेरै टाढा जानु पर्दैन, यहाँ नजिकैतिर छ। बिहान काम लागिरहेछ यतातिर। र साथीहरू के कस्तो छ सुनाउनु सक्यो। र साथीहरू अहिले म खाना लिएर रुमतिर जाँदैछु, खाना खाँदै। अब नजिकै छ, यतै पनि खाना त मिल्छ, तर रुमतिरै गयो खायो हामी होइन। बाहिरतिर घामहरू पनि छ। र आज मेरो छुट्टी, आज मेरो जीवनको यथार्थ भगाइको च्याप्टरको सुट पनि गर्नु छ एकछिनमा। र कतातिर हुन्छ कागहरू भएको छ। यदि मेरो भ्लग मनपर्छ भने लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला। र साथीहरू खाना चाहिँ हामी होटलबाटै खान्छौँ। होटलबाट यस्तो साउन्ड लागिरहेछ अहिले, माछा मासु त्यति खानु हुँदैन, त्यही भएर आज सादा खाना। र साथीहरू अहिले म रुममा आइपुगेछु भर्खर भात लिएर। खानासाना खान्छु, खानासाना खाएर बाहिरतिर निस्किन्छु होला त्यति। र साथीहरू अहिले चाहिँ म यता जङ्गलतिर आएको छु होइन। त्यही मेरो जीवनको यथार्थ भइरहेको भिडियो सुट गर्न आएको थिएँ। र जङ्गल सेम हाम्रो नेपालको जस्तै छ होइन। अनि कच्ची बाटोहरू यतातिर छ देख्न सक्नुहुन्छ। जङ्गल सेम हाम्रो जङ्गल साँपहरू हुन्छ भन्ने पनि डर हुन्छ। र यस्तै छ साथीहरू, मैले स्यातिरको बसाइ त्यो बस्दो रहेछ यहाँ साथीहरू। घर बनाएको छ सानो होइन म चाहिँ। र यस्तै छ साथीहरू, के कुरा गर्नु, अरू त के छ भनौँ होइन। जिन्दगी चलेकै छ, हिलो नै हिलो। यो हाम्रो नेपालमा त यहाँ चाहिँ अलि गाउँकै यस्तो अब साइड साइड जङ्गलतिर मात्रै यस्तो छ होइन। हाम्रो त नेपालमा गाउँघरको बाटो पनि यस्तो हुन्छ। गाउँघरमा अब ट्र्याक्टरहरू होइन, ट्याक्सीहरू फस्ने, हाम्रो त यस्तै छ बाटो। नेताहरूले ठाउँमा खाल्डो भर्ने ठाउँमा यता भर्छन्, हामी कहाँबाट हुन्छ साथीहरू। भलकमा पनि भन्ने त्यो भलक त खोल्यो साथीहरू, के देखाउने भन्ने हुन्छ होइन। देखाउने के आफ्नो डेली रुटिन भलक देखाउनलाई। बिहान 6 बजी उठ्यो, ड्युटी गयो, बेलुका 7 बजे 7:30 बजी रुम आइपुग्दा अब त्यतिखेर बिहान 12 घन्टा उयो ड्युटी हुन्छ, बेलुका आयो भात खायो सुतिहाल्यो। त के बिहान उठ्यो। अब हप्तामा 2 दिन छुट्टी हुन्छ, नाइट ड्युटी परेको बेला हिजो दिनभरि सुत्यो। आज चाहिँ अब यतिकै बाहिरतिर हल्का भए पनि दिनलाई सदुपयोग गरौँ भनेर यसो भिडियो सिडियो बनाउनु जारी छ साथीहरू। र अहिले मेरो एकजना यहाँ रुक्मेली अपाङ्ग त के भन्ने बिरामी छ बिचरा, घर जाँदै हुनुहुन्छ। कहिले र घर जाने? 30 तारिक होइन त। र नेपाल जाँदा खुसी छन् हाम्रा दाइ। र अलिअलि अपाङ्ग पनि छन्, यहाँ कराउनु छ, थेरापी गर्नुपर्ने छ अरे। र हामीले यहाँ चिसो पनि ल्याखाम, चिसो ल्याखाम। त्यहाँ अब ऊ त्यहाँनिर नजिकतिर भलिबल खेल्दैछन्, त्यहाँ तल्लो रुम माथिल्लो रुम गरेर उनीहरूको लागि मैले यहाँ चिसो लिएर आएको छु। जसले चाहिँ छ त्यो मेरो तर्फबाट चिसो, म भलिबल खेलेको देखाउँछु है त हजुरहरूलाई।
दर्शकहरू यहाँ छन् फेरि हेर्ने दर्शकहरू जित्दै हाई गर्नु यता ओ जित्दै हाई गर्नु न दर्शकहरू यहाँ छ भेना ल है। पेरेम हान पेरेम पेरेम यार कस्तो राम्रो बाबु राम्रोसँग खेल्ने ल भूमि यार नेटमा नहान न कटाउने यहाँ गेम भिडियो हुँदैछ यार तिमी यार केटा तिमीहरूले यार 21-11 रे यार के गर्छौ यिनीहरू ल ल ल हाने हाने भान्जाले तेरे कस्तो भान्जा यार असर तिमी नै हो कस्तो अनि के भयो त जित राम्रो सोधेछ जित्यो केटाहरूलाई त्यस्तै हो मरेर ल बधाई छ ल सोल्टे के बोल्नु नि त जितको के भन्नु पर्ने सोल्टीले भन्नु जितेर कस्तो लागिरहेछ एकदम खुसी लागिरहेछ सोल्टीलाई त लास्टमा मात्रै खेल्न दिए है बिचरा त्यही पनि गाली गरिरहेको थियो सोल्टीलाई र साथीहरु अहिले भलिबल खेल्दैन जोनतिर आइपुगेको छ खानासाना हुन्छ होला आजको भ्लग यति नै आजको भ्लग इन गर्छु र कस्तो लाग्छ हजुरहरूलाई मन पर्छ भने लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु भन्दै आजको भ्लगलाई यहीँ अन्त्य गर्छु र फेरि भेट हुनेछौँ अर्को भ्लगमा हस्त नमस्ते।